गरेका चोरहरू भन्ने अपमान मैले आजसम्म कुनै राजनीतिक दललाई होच्याएर भिडियो बनाएको छैन र बनाउँदिनँ पनि। म आज व्यक्ति विशेषमा जाँदैछु। यो एउटा केपी ओलीले भएको गु ताते बापसरीको उठाएर घिच्ने यो गुन्डा नाइके महेश बस्नेत बङ्गुरे गुन्डा नाइके बलात्कारी यसले विभिन्न कालखण्डमा सादत प्राप्त गर्ने ती मान शहीदहरूप्रति यति अपमानजनक शब्द बोलेको छ नि यो बलात्कारीले त एउटा राजनीतिक दलको जिम्मेवार मान्छे भएर यसरी बोल्न सुहाउँछ। अनि अर्को कुरो शहीद हुनु भनेको नि तैँले केपीको गु टपक्कै टिपेर हँसुरे जस्तो होइन क्या, जीवन मरणको खेल हो। अनि एउटा कुरो ख्याल गर, तेरो बाबुको वीरता होइन है राज्य, तैँले शहीद घोषणा गर भन्दा गर्ने, नगर भन्दा नगर्ने, राज्यले आफ्नो ढङ्गले शहीद घोषणा गर्छ, बुझिस् नि। तैँले सिकाउनु पर्दैन, आवश्यक छैन।